कसैले तिर्दैछ त्यसको लाग्ने कर चुक्ता कति हो के हो त्यो सबै फर्मेट बनाएर राख्नुपर्ने उनीहरूको उत्तरदायित्व हो कि होइन हो नि त तर पनि त्यो चिज कुनै छैन दाइ पनि हुनुहुन्छ तपाईँ पनि समस्यामा पर्नुभएको हो तपाईँले मसँगै थियौँ भनेपछि यस्ता समस्याहरू छन् जबकि हामीले आँखाले देख्दा पनि हामीले केही गर्न सकिरहेको छैनौँ क्या यो त हेर्दाखेरि त सामान्य हो नि त किनभने सिस्टममा राखिदिएदेखि एउटा फर्मेट बनाएर राख्दाखेरि म जतिको मान्छेले गएर आफै काम गर्न सक्थ्यो होला नि त तर मैले पनि काम गर्न सकिनँ भन्ने अवस्था आइसक्दै गर्दाखेरि यो चाहिँ सबैभन्दा ठुलो सरकारी कार्यालय लगायत हाम्रो वडा नगरपालिका सरकारी कार्यालय जति पनि छन् जस्तै स्कुल सार्वजनिक सङ्घ संस्था यस्ता चिजहरूलाई चाहिँ एकदम मध्यनजर गरेर सानसाना यहाँ भनेको हाम्रो त्यत्रो ठुलो समस्या त्यत्रो केही पनि छैन तर सानो सानो समस्याले ठुलो समस्या भएको छ यो चिजहरूलाई चाहिँ मजाले केलाएर कसरी केलाउन सक्नुहुन्छ तपाईँको हिसाबले कसरी केलाउनुहुन्छ तपाईँले यहाँ आएर कसरी समन्वय गर्नुहुन्छ त्यो चाहिँ तपाईँमा डिपेन्ड हुने कुरा हो त्यो छ तर तपाईँले चाहिँ के हुनु पर्यो भन्दाखेरि हिजोका जति पनि आएका थिए नि यहाँनिर हिजो अहिले हामीले राष्ट्रपालले जितिरहेछ जित्दै गर्दाखेरि हामी पनि खुसी छौँ होला हिजो हामी अर्को पक्षमा तर हुँदै गर्दाखेरि पनि होइन तपाईँले पुरै सुन्नुभयो तपाईँले जेरो सुनाउनु भयो होइन